परमेश्वर हामी प्रत्येकलाई आशिष दियोस् भनेर हामी प्रार्थना गर्नेछौँ। आउनु सबैजना मिलेर मुख खोलेर हामी सुरुको प्रार्थना गर्नेछौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ महान परमेश्वर हुनुहुन्छ, तपाईँ योग्यको परमेश्वर हुनुहुन्छ। आज प्रभु हामी 2025 को क्रिसमसमा प्रभु हामी टाढो नजिकको भेला भएको छौँ। तपाईँलाई महिमा दिनुको निम्ति, तपाईँलाई प्रशंसा दिनुको निम्ति प्रभु हामी भेला येशू तपाईँको नाममा आमेन। हुन्छ हामी यो समय हामी त्यही परमेश्वरको वचनबाट हामी केही कुरा हामी गाउँछौँ। परमेश्वरलाई हामी धन्यवाद दियौँ अनि हामी दुईटा जस्तो हामी क्रिसमसको गीत भजनहरू हामी गाउनेछौँ ल। हेर न आकाशमा ताराको उज्यालो भन्ने स्तुतिहरू हामी गाउनेछौँ। सबैजना हामी खडा भएर हामी गाउनेछौँ। हालेलुया। अनि साथै यो समय हामी वर्कपट्टि हामी जानेछौँ। अनि हाम्रो माझमा विशेष हाम्रो दाजु भाउजूहरू हुनुहुन्छ, उहाँको परिवार हुनुहुन्छ। हामी वी आर ब्लेस्ड। अनि योपालि हामी विशेष हामीसँग क्रिसमस मनाउनुको निम्ति अनि विशेष दाजु भाउजू परिवार हुनुहुन्छ। हामी धेरै खुसी छौँ। विशेष उहाँहरूलाई हामी आफ्नो स्थानमा तपाईँहरू आइदिनुमा के अरे उठिदिनुहोस् न, हामी तपाईँलाई खदा लगेर वेलकम गर्न चाहन्छौँ। पशुपतिज्यू अनि उहाँलाई हामी खदा लगेर हामी सबैजना बस्न सक्नुहुन्छ। धन्यवाद। अनि यस समय विशेष हामी परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। आज हाम्रो प्रोग्रामहरू धेरै लामो छ, त्यसले गर्दा हामी छोटकरीमा हामी गाएको छौँ। विशेष यो समय म भाइ विमललाई दिन चाहन्छु। आज हाम्रो गीतहरू सबै अगाडि आउनु भएको छ, त्यसको कारण चाहिँ एउटा गीत तपाईँहरूलाई प्रेजेन्ट गर्नेछौँ। सबैजनाले सुन्नुहुन्छ एकदम सुन्नेछौँ। विशेष फेरि हामी एउटा नाच हेर्नेछौँ सीमा बहिनी सीमाबाट। अनि त्यसको पछाडि पनि रेडी हुनुहोस्, मदर्स डान्स छ त्यसको पछाडि। अनि यो समय बहिनी सीमालाई
All the time. हुन्छ हामी आमाहरूलाई धेरै धन्यवाद दिन चाहन्छौँ हुन्छ हामी बडा दिनमा अनि हाम्रो बिचमा हाम्रो फ्यामिली आउनु भएको छ हाम्रो ब्रदर मेरो ब्रदर इन ल हुनुहुन्छ मारियो अनि उहाँ चाहिँ खास घर चाहिँ ब्राजिलबाट हुनुहुन्छ तर उहाँहरू सेवाकाईमा हुनुहुन्छ ताली बजाइदिनुहोस् उहाँलाई अनि उहाँकै श्रीमती मेरो वाइफको ठुलो दिदी उहाँहरू सबै सेवाकाईमा हुनुहुन्छ उहाँको दुईजना नानी छ स्टिभ अनि एस्तर उहाँहरू चाहिँ जम्ल्या हुनुहुन्छ ट्विन्स सिस्टर उहाँहरू जयपुरबाट प्रभुको सेवाकाईमा धेरै वर्षदेखि प्रभुको काममा हुनुहुन्छ अनि यो पालि चाहिँ कति वर्षको बादमा हामी फ्यामिली भेट भएर आउँदैछ अनि उहाँलाई अगाडि बोलाउँछु मेरो छोरी जेरुसा पनि हुनुहुन्छ अनि हाम्रो चारजना नानीहरू अगाडि आइदिनुहोस् अंशिका सृष्टि कृतिका अनि महिमा हामी गीत गाउनेछौँ एउटा अगाडि आइदिनुहोस् एउटा क्रिसमसको गीत रमाइलो गरिन्छौँ तपाईँहरू आमाहरूले त हामीलाई कस्तो बनायो है आमाहरूको जोसले हाम्रो आमाहरू सबै काम भ्याएर पनि कसरी प्र्याक्टिस गर्यो होला भनेर सोचिराख्नु भएको छ आमाहरूले भन्दाखेरि हम किसी से कम नै भनेर के अरे हम किसी से हामी पनि कम छैनौँ युवाहरू भनेर हामी साह्रै इच्छा गाउन चाहन्छौँ ल प्रभुको महिमाको लागि Savior, I come, quiet my soul. Redemption tale, where your blood was spilled for my ransom. Everything I once held dear. खुशी को बहार महिमा का लहर छायो चिसोयो मौसममा येशूको जन्मदिन आयो खुशी को बहार महिमा का लहर छायो चिसोयो मौसममा येशूको जन्मदिन आयो हामीले आजको सम्पूर्ण कार्यक्रमलाई सिद्धाउँदै जाँदाखेरि हामी परमेश्वरलाई सर्वप्रथम त धन्यवाद दिनेछौँ है उहाँ बिना अघि हामी सुन्यौँ उहाँ बिना चाहिँ कुनै कुरा पनि हुँदैन है धनीलाई गरिबलाई हरेक जातिलाई है येशू चाहिन्छ हालेलुया अनि हामी वचन सुन्दै थियौँ भने अब हामी धन्यवादको शब्द हामी राख्न चाहन्छौँ विशेष गरी हामी सम्पूर्ण मण्डलीलाई धन्यवाद दिन चाहन्छौँ जतिजना आइदिनु भयो तपाईँहरूको कन्ट्रिब्युसन हरेक कुरोको लागि धन्यवाद दिन चाहन्छौँ र हामीले यहाँनिर शनि शुक्र नानीहरूको लागि हामीले केही उपहारहरू तयार गरेको छौँ है अनि यो उपहार चाहिँ अब ठुलो छैन चक्लेट छैन है यहाँनिर नानीहरूलाई उपहार हामीले तयार गरेको छौँ अनि हाम्रो शनि शुक्र नानीहरूले है उनीहरूले एभ्री विक आउँछ अनि जतिजना छ हाम्रो काम गरेर बिहानदेखि हिजोदेखि नै खटिरहेको छ हिजो बेलुका पनि पुरा हाम्रो यहाँ होइन ठुलो एउटा पार्टी जस्तो भएको थियो अनि साथै आज हामी के भन्छौँ सब्जीमा नुन थिएन भने मिठो हुन्थेन होइन जस्तै मिठो बनाउँ हामीले होइन आज के पाकेको छ त्यसमा नुनै छैन भने त्यो सब्जी खल्लो हुन्छ त्यसले गर्दाखेरि हाम्रो माझमा होइन विशेष हाम्रो पशु सदस्यज्यूले उहाँले सुन्दर एउटा ब्लेसेड मेसेज ल्याइदिनु भएको छ हामी धेरै धन्यवादी छौँ अनि हामी प्रार्थना गर्छौँ अझै प्रभुले धेरै चलाएको छ दाजुलाई जग्गा जग्गामा होइन परमेश्वर
परमेश्वर आफ्नो छोरालाई प्रयोग गरेको होस् भनेर हामी अनि उहाँको परिवार उहाँको मिनिस्ट्री उहाँको दक्षिणपाडामा बस्नुहुन्छ अनि उहाँको लागि पनि हामी प्रार्थना गर्नेछौँ अनि साथै हाम्रोमा थुप्रो केही नभए तापनि जस्ट हामी एउटा टोकन अफ लभ हामी जस्ट हामी दिन चाहन्छौँ दाजुले भोट दिनुहोस् न धन्यवाद अब सबैजना उठ्नेछौँ अनि हामी अन्तिम प्रार्थना गर्नेछौँ सबैजना आफ्नो जग्गामा हामी उठ्नेछौँ अनि हामी खानाको लागि पनि हामी प्रार्थना गर्नेछौँ खाना तर जानु पर्दैन आमाजी माथि चढ्नुहोस् तपाईँहरू हामी अन्तिम प्रार्थना गर्नेछौँ प्रभुलाई हामी धन्यवाद दियौँ कि प्रभुले आज हामीलाई 2025 को क्रिसमस सेलिब्रेसन गर्नुको निम्ति उहाँले सहायता गर्नुभएको छ आउनुहोस् सबैजना मिलेर हामी मुख लगाएर प्रभुलाई हामी धन्यवाद दिनेछौँ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु तपाईँ महान परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु तपाईँ योग्यको परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु अनि आज प्रभु 2025 को क्रिसमस प्रभु एउटा सेलिब्रेसन गर्नुको निम्ति प्रभु हामी प्रत्येकलाई तपाईँले सहायता गर्नुभएको लागि प्रभु हामी धन्यवाद दिन्छौँ प्रभु हामी प्रार्थना गर्छौँ प्रभु हामी जति पनि भेला भएको छौँ तपाईँको वचनले भन्दछ 4 महिनामा 2 या 3 जना भेला हुन्छ म त्यो उपस्थित हुन्छु भन्नुभएको छ प्रभु अनि साथै प्रभु हामीलाई टाढो नजिकबाट प्रभु तपाईँले एकट्ठा गर्नुभएको छ हाम्रो आफ्नो सेड्युल बिजी भए तापनि प्रभु यस समय हामी प्रत्येकले तपाईँलाई वयसरी प्रयोग समय दिएको छ प्रभु हामी प्रार्थना गर्छौँ अनि हामी प्रत्येकको परिवारमा ओ प्रत्येकको सेवाकाईमा ओ प्रभु तपाईँले आशिष अनुग्रह गरोस् भनेर प्रभु हामी प्रार्थना गर्छौँ प्रभु हामी तपाईँलाई धेरै धन्यवाद दिन्छौँ महिमाको परमेश्वर हुन्छ तपाईँ जाति जातिको परमेश्वर तपाईँ हुनुहुन्छ अनि सारा मानिसहरूले